तीन कुनै घटना जसरी घट्यो त्यसमा प्रहरी महानिरीक्षक दीपक थापाको कमजोरी भयो? कुनै कमजोरी भएको छैन। त्यहाँ जे गर्नुपर्ने थियो त्यो गरेको हो। भने बाटा हिँड्ने मान्छेलाई गोली हाल्यो। नवराज सुवेदीको घरमा उहाँलाई हाउस एरेस्ट राख्ने निर्देशन चाहिँ कसको? हामीले हाउस एरेस्ट राखेको छैन, लिगली रूपमा त्यो गरेको पनि छैन। 12 जना प्रहरी चाहिँ लिएर गएर त्यहाँ के गट्टा खेलाको? 60 सालदेखि यता 80 सालसम्म आउँदा झन्नै 73 वर्ष, 70-75 वर्ष भनेको सामान्यतया एउटा नेपालीको औसत आयु, औसत जीवनकाल, एउटा जीवनभर सकसमा बिताउनु पर्ने। अनि यिनै नेताको भक्तिगान फेरि पनि गाउनु पर्ने। काठमाडौँका मेयरले यति धेरै भोट ल्याएर जित्छन् भन्ने कुरा तपाईँले सोचेकै होइन नि? होइन। त्यसो भए बालनले त्यति धेरै भोट ल्याएर जितिसकेपछि यो पटकको चुनावमा कति तर्सिनु भएको छ? तर्सेको छु। जलवा हमारा देशभित्र र बाहिर बस्ने ठुलो जनसङ्ख्याको एउटा गुनासो अझै पनि के हो भने 100 केजी सुन चाहिँ कतै कसैले नदेखिकन छिर्न सक्ने त्यही विमानस्थलबाट। चार्ल्स शोभराले त भन्थे कि म हात्ती पनि छिराइदिन्छु भनेर भन्थे। तर खाडी मुलुकमा बस्नेले दुःख जिरो गरेर आफ्नो परिवारमा ल्याएको एउटा मोबाइलको चाहिँ तपाईँहरूलाई राजस्व लिने त्यो आँसुको मूल्य बात त सही। रवि लामिछाने पक्राउमा पनि त्यसरी नै विवाद भयो है। नेपाल प्रहरीले चाहिँ यस्तो भयो, विवाद भन्दा पनि विवाद गराउने काम हो भन्नु न त प्रहरीले गर्ने काम गरे हो, अरू के गरे? प्रहरीले चाहिँ व्यक्तिलाई पक्रिँदाखेरिमा तिम्रो अन्तिम इच्छा के छ भनेर त्यो त मैले प्राप्त सूचना अनुसार चाहिँ छातीमै ताकेर गोली हान्ने आदेश चाहिँ त्यो अन्तिम बिन्दु हो। तपाईहरुले गोली नै चलाउँदा पनि घुडामुनि गोली चलाउने भन्ने हुन्छ। झन्डै 1.5 दर्जन कदमहरु पछि त्यो ठाउँ आउँछ। तपाईहरुलाई गोली चलाउन चाहिँ कति धेरै हतार भएको? कांग्रेसलाई भोलि राज संस्था फर्किहाल्यो भने 47 सालको संविधान त कांग्रेस एमालेले मानेको। यद्यपि उहाँहरू गणतन्त्रमा गइसक्नुभयो, उहाँहरू राजा मान्नुहुन्छ भन्न खोजेको होइन, तर उहाँहरूका एजेन्डाहरू त 47 साल अघि पनि थिए, पछि पनि थिए, अहिले पनि छन्। माओवादीको एजेन्डा त गणतन्त्र, मलाई संघीयता, धर्मनिरपेक्षता, सुन्नु न, ती सबै सकिन्छन्। त्यो चाहिँ हो। तपाईले त्यस्तो भयो भने, काल्पनिक कुरा गर्ने हो भने त्यस्तो त हुन्छ, तर म अर्को पाटो हेरिरहेको छु मैले। यदि त्यस्तो दुर्घटना हुने नै स्थिति आयो भने प्रचण्ड र माओवादीको झन् ठुलो खोज जनताले गर्नेछ, झन् ठुलो आवश्यकता बोध हुनेछ र विशाल आन्दोलन फेरि हुन्छ। होइन, अब जंगल पस्न त सकिँदैन। आगामी वर्षसम्ममा सबै ड्रप आउट समाप्त पार्छौँ भनेको छ र शिक्षा क्षेत्रमा ठुलो परिवर्तन ल्याउँछौँ। हामीले हाम्रो आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने योजनाबद्ध विकास गर्छौँ भनेर हामीले भनेका छौँ। स्वास्थ्य क्षेत्रलाई त्यसै गरी नेताहरूले जिम्मा लिएका भनिएका विद्यार्थीहरू त अहिले स्कुल गएका छैनन् भनेर रिपोर्टिङहरू आइरहेछन् जिल्लाबाट। तपाईको कस्तो राम्रो सोच रहेछ के मन्त्रीज्यू। तपाईको अनुहार हेर्दा यति राम्रो हुनुहुन्छ, सोच तपाईको यति राम्रो छ, सपना यति धेरै राम्रो छ, अनि कुलमान घिसिङलाई किन निकाल्न खोजेको? तपाईकै अग्रज जो आइजिपी हुन पाउनु भएन, उहाँलाई बेला बेला त्यसले च्वासा घोच्छ। उहाँले नै भनेको चाहिँ पुलिसको बडुवा हुनका लागि त नेताको घरमा ब्रिफकेस पुर्याउनै पर्छ। मैले त कहीँ केही गर्नै परेन। ये ब्रिफकेसै नदिकन मानिन्छ। गजब बेइज्जती है। मलाई आज नेकपा एमालेको 9 महिनाको कार्यकाल छोडिदिनुस् 51 सालको। त्यो भन्दा यताका एमालेको कार्यकालमा भएका 5वटा युगान्तकारी परिवर्तन जुन एमालेले जग बसाल्यो अथवा बसेको जगमा इटा थप्यो अथवा अगाडि बढ्यो भन्ने धेर पर्दैन सर। मलाई 5वटा मात्रै भन्नुस् त, बुँदामा व्याख्या नगरी। समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा, त्यो सपना कसले प्रस्तुत गर्यो? नेकपा एमालेले प्रस्तुत गर्यो। त्यो नाराले केही दिँदैन। समृद्ध नेपाल सुखी नेपाली त्यो ठिक छ, त्यो नारा भयो, नाराले त केही दिँदैन नि जीवनमा। भौतिक पूर्वाधारको विकास गर्ने हो भने, मतलब चाहिँ कुरा गर्ने हो भने 72 सालको भूकम्पले महाभूकम्प ढलेको संरचनाहरू कुन पालामा बने? नेकपा एमालेकै 3.5 वर्ष कार्यकालमा बने। धरहरा ठडिएन, अरू मतलब चाहिँ रानी पोखरी ठडिएन।
हाई स्कुल चाहिँ बन्यो तर हाई स्कुल बनेन। दरबार हाई स्कुल चीनले बनाइदियो। रानी पोखरी र धरहरा बनेकोलाई अब एमालेको पालामा काया पलट भयो भनेर देखाउनुहुन्छ तपाईहरु। तपाईको यो जुन मनबाट भनिरहनु भएको छ स्पष्ट रूपमा व्यवहारमा त्यो देखियोस्, तर प्रहरी अर्को प्रश्न पानी खाने भए खानु हो किन खानु। जब राजालाई 25 गते एयरपोर्टमा जति समर्थक आए, अब यसले के देखायो भनेदेखि गणतन्त्रको जग चाहिँ हल्लाएछ राजावादीहरूको प्रदर्शन र स्वागतले भन्ने देखायो। त्यो तरङ्ग पैदा त पक्कै पनि भएकै हो। त्यही तरङ्ग पैदा भएको हुनाले नै हामीले रियाक्सन दिनुपर्ने अवस्था आयो पनि। तपाईहरु डराकै हो। कसको हात समाइयो भने अथवा कोसँग हिँडियो भने जितिन्छ भन्ने स्थिति नै हो नि, होइन? आज तपाईहरुलाई गठबन्धन एक किसिमको बाध्यता छ, होइन? सुखै छैन, होइन? गठबन्धन नगरिकन चुनावमा जान। तपाईँ चुनावमा उत्रिने भनिसकेपछि त भेडा बाख्रा खसी बोका सबले लखेट्छन् नि, होइन? मैले सोध्न नपर्ने एउटा प्रश्न सोधु, सोध्न नहुने प्रश्न सोधु, तपाईलाई सजिलो हुन्छ यसैमा। हुन ल भन्नुस् एउटा छ। म छोराको कसम खाएर भन्छु भन्नुभयो नि, एकचोटी भन्नुस् त। म मेरो छोरो जेवीरको कसम भुटानी शरणार्थी प्रकरणमा 1 रुपैयाँ पैसा खा छैन। भुटानी शरणार्थी प्रकरणमा 1 पैसा खा छैन। 2 करोड चाहिँ तपाईले लिनुभयो भनेर त्यो अडियो चाहिँ के अडियो मेरो मात्रै आछ, अर्को अरु अडियो सुन्नु भएको छैन? कहीँ ओली र प्रचण्डको नाम लिइदिएछ, कहीँ शेखर र सुजाताको नाम लिइदिएछ। मेरो मात्रै अडियो रियल हुने, अरूको फेक हुने। यस्तो अडियो त 160 वटा छ त्यहाँ। कस्तो हेर्ने? घुसको पनि प्रमाण दिन्छ कसैले भने, भ्रष्टाचार पनि प्रमाण दिन्छ त। अनि भन्दैमा हुन्छ त। प्रहरीले खोज्छ नि। अस्ति पनि म तपाईलाई अर्को एक्जाम्पल प्रमाण त चपाइदिनु हुँदो रहेछ तपाईको कांग्रेसको नेताहरु। तपाईको केही महानिरीक्षक त पदमा बहाली रहँदा नेताको घरमा नजराना बोकेर फलफुल बिस्किटदेखि लिएर चकलेट बोकेर गएको धेरै पटक यही आँखाले देखाएको छ। त्यो अरू विषय व्यक्तिगत क्यारेक्टर होला, कसको काम मलाई थाहा भएन, तर मेरो हकमा तपाईँले यसरी देख्नुहुन्न। केही बुझाउनु परेन? बुझाउनै परेन, किन जानुपर्ने? आवश्यकै भनेको भेटेर मात्रै पुग्यो। अनि भेट्न त पर्यो नि। मैले कसलाई भेट्नु पर्यो? गृहमन्त्रीज्यूलाई त भेट्नै पर्यो नि त। नेताको घरमा देउसी चाहिँ कति खेल्नु? मलाई यदि नम्र आरोप लगाउने अनुमति दिनुहुन्छ भने अध्यक्षज्यू, राज संस्था आयो भने त तपाईको राजनीतिक करियरै सकियो, तपाईको एजेन्डा नै सकियो। तपाईको 52 सालदेखि गरेको सशस्त्र युद्ध र यहाँसम्म गणतन्त्र ल्याउनेसम्म यो सबै गरेको, सबैभन्दा कसैको केही सकिन्छ भने सर्वनाशै हुन्छ भने राजनीतिक रूपमा त्यो प्रचण्डको हुन्छ। केही नै बाँकी रहँदैन नि। त्यसकारण तपाईँ डराइराख्नु भएको छ, तपाईँ सचेत भइराख्नु भएको छ र तपाईँ कतै न कतै छटपटाइराख्नु भएको छ। मेरो खराब पानी छ, मेरो खराब। दुर्गा प्रसाईलाई कहाँबाट पक्रिया हो? दुर्गा प्रसाईलाई झापाबाट। कुन झापा? झापा नेपालको झापा। कहाँबाट अरू? त्यही हो, डकुमेन्टले त्यही देखिन्छ। फेरि सच्याउनुहुन्छ कि भनेर सच्याउँदैन। तपाईहरूले दुर्गा प्रसाई भन्ने जो सो घोषित जन कमान्डर हुनुहुन्थ्यो, उहाँसँग चाहिँ डराउनु हुँदो रहेछ। उहाँले गाडी पेलेर तपाईका प्रहरी जवानहरूको हत्याको मनसाय कासाथ जसरी अगाडि बढ्नु आओ आओ गर्दै जसरी बढ्नुभयो, उहाँलाई चाहिँ चटक्क समातेर काखी हालेर लिएर गएर सटरभित्र राखिदिने र सटरबाट सुरक्षित निकालेर भारततिर भगाइदिने उहाँलाई चाहिँ। अनि बाटोमा हिँडिरहेको रेविका खत्रीलाई चाहिँ गोली हान्ने? त्यस्तो होइन होला, त्यस्तो होइन होला। होला नभन्नुहोस् न, त्यस्तो भएको छैन सर। बाहिर घाम लागिरहेछ। तपाईको शासन व्यवस्थामा, तपाईको संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा गराएका चुनावहरूमा राजावादीहरू त कहाँबाट आउँछन्? तपाईहरू आज हिम्मत गर्न सक्नुहुन्छ कि ल राज संस्था र चाहिँ नि गणतन्त्रको सन्दर्भमा जनमत संग्रह गरौँ? त्यो हिम्मत छ?
8 वर्ष अगाडि यो देश लोड सेडिङ युक्त थियो। मलाई भन्ने दिनुस् अनि करेक्सन गर्नुस् है त। लोड सेडिङ युक्त थियो, लोड सेडिङ मुक्त भयो। 8 वर्ष अगाडि बिजुलीको हाम्रो 8 वर्ष अगाडि डेटा नै हेर्नु होला, 800,000 मेगावाटको आसपासमा थियो। अहिले तपाईँले भन्नुभयो 3500। 8 वर्ष अगाडिको कभरेज तपाईँ 50-55-60% जनतामा थियो। झन्डै झन्डै अहिले तपाईँहरू 95 भन्दा माथि 98-99 कभरेज भन्नुहुन्छ तपाईँ। 8 वर्ष अगाडि सधैँ हामी बिजुली चाहिँ हामीले किनेर ल्याउनु पर्थ्यो। अलिकति भए पनि हामीले चाहिँ नि वेट सिजनमा भारतलाई हामीले बिजुली बेचेका छौँ। अहिले चाहिँ नि तपाईँकै कार्यकालमा हामीले चाहिँ बङ्गलादेशलाई पनि बिजुली बेच्न सुरु गऱ्यौँ भने पछाडि तपाईँको व्यवसायको हिसाबले, उत्पादनको हिसाबले, ट्रेडको हिसाबले यो खालको चेन्ज विद्युत प्राधिकरणमा आइरहेछ पछिल्लो 100 वर्षको इतिहासमा, 100 इयर्सको इतिहासमा, र त्यो चाहिँ कुलमान घिसिङको कार्यकालमा भएको हो। अब त्यो होइन भन्न सक्नुहुन्छ तपाईँ? नेपाल प्रहरीको कुनै सरुवा बडुवा केहीमा कसैले पैसा लाग्छ भन्छ भने त्यसलाई लाग्दैन, बुझाउनुहोस् यहाँ मलाई। हो त्यही भन्छु म, कामको आधारमा। तपाईँको समयमा न्याय हुन्छ। मेरो चेन कमान्ड बस्छ, काम गर। ग्रेट। त्यस कारणले मैले मेरो मातालाई पनि हजुरले सोद्धा हुन्छ गएर कसरी भएको छ, पाएको नि मान्छेले तैँले कसरी पाइस्, उसलाई थाहै छैन। मैले यति पैसा दिएँ भन्छ त सर। काठमाडौँ महानगरको या स्थानीय पालिकाले आफ्नो अहिले प्रहरी नियुक्त गर्न पाउँछन्। तपाईँहरूसँग पनि नगर प्रहरी छ। त्यो नगर प्रहरी अहिले जहाँ जहाँ जान्छ नि, हामीहरूकोतिर एउटा भनाइ छ, चिलले चल्ला टिपे जस्तो। त्यो चाहिँ के गर्न पठाएको? तपाईँको भाषामा भन्दा राजा यसरी चम्किरहेछन् नचाहिँदो किसिमले, संविधान विपरीत गएर, गणतन्त्रको भावना विपरीत गएर तपाईँले भनिराख्दाखेरि, जनमानसमा यो कुरा आइराख्दाखेरि गरौँ न त एकचोटि जनमत सङ्ग्रह। ल राजा चाहिने नचाहिने जनमत सङ्ग्रह गर्न सुन्नु छ। मैले तपाईँलाई अघिदेखि भन्नु, एकदम सुन्नुहोस्, पहिलो कुरा लगेर अब जनमत सङ्ग्रह गरौँ भनेर तपाईँ जनमत सङ्ग्रह गर्ने भनेको राजाले चाहिँ राप्रपाको कि त नेता भएर आउनु पर्यो, पार्टी खोल्नु पर्यो, जनमत लिन जानु पर्यो, उनलाई त्यो स्वतन्त्रता दिन हामी तयार। संसारमा राजाले पार्टी कहिले खोल्दैन।